आज कहाँ जाने कान्छ हामी कहीँ न कहीँ ससुराल जाने भन न नजाने हो ससुराली नजाने नजाने ल जाँदै हामी चाहिँ भर्खर रासेर आयो अनि कान्छाले चाहिँ अहिले दाल पकाउनुको लागि पिसिरहेको रहेछ अनि त्यहाँ घरनी जानुपर्ने छ अनि त्यही भएर छिटोले चाहिँ खाना पकाउनु छिटो हुन्छ मलाई भनेर चाहिँ दाल पकाउनुको लागि पिस्दिएको छ अनि यता चाहिँ आमाले खाना बनाइदिँदै हुनुहुन्छ अनि के बनाएको धन्यवाद किन भयो हाल्छु के लाउन आउँछ त म चाहिँ पिसा ए उता जाऊ न हौ भिडियो खाली के भन्नु 2 जोर चप्पल 1 जोर चप्पल दिदीले लाएर जान्दा हेरिदेऊ न निन्द्रा लाग्यो ल आफै गरेर यो चाहिँ कान्छाले दाल केलाइदिन लागेछन् आमा केलाइदिनु ल आमा केलाइदिनु ल म भात हेर्नु गएको चामल केलाएको हो थ्याङ्क यू यो चाहिँ खाना पाकिरहेको छ म चाहिँ खानसान पकाउँछु अनि त्यसपछि आज चाहिँ नुहाइ गरेर माइती जाने हो अनि म चाहिँ आज धेरै खुसी हुन्छ किनकि आज माइती जान लागेको नि त अनि त्यही भएर जे जस्तो भयो भने पहिला बिहे नगर्दाखेरि चाहिँ माइतमा सँगै हुँदाखेरि झगडा भए पनि जे भए पनि आमासँग होइन बाजे पनि जस्तो भयो भने माइत जाने बेलामा बिहे गरेर जाने बेलामा साह्रै खुसी लाग्दो रहेछ जे भए पनि आज चाहिँ माइत जान बाटो छु अनि आज चाहिँ माइत जाने भर्खर खास कटेर आएको अनि अब चाहिँ खाना पकाउनु खाने नुहाइ गर्ने अनि त्यसपछि आज चाहिँ बाहिर जाने होइन ससुराली हेर्ने गएको छ तिमीले नजाने हो तिमी भन्नु नजानु अनि आज चाहिँ म धेरै खुसी छु अनि आज जाने हो अनि आमासँग भेट्ने हो गफ गर्ने हो बस्ने हो अनि भोलि आज बस्ने पर्सि फेरि आउने जोस् धेरै पहिला चाहिँ माइत बस्दाखेरि जस्तो भयो भने टाढा भइसकेपछि चाहिँ आमा बाउको चाहिँ धेरै माया लाग्दछ अनि याद आउँदो रहेछ आमाले दाल खुवाइदिँदाखेरि अब त्यसलाई छिटोमा चाहिँ दाल पकाउँछु यसमा चाहिँ खाना पकाउँछु अनि छिटो हुन्छ मलाई पनि नुहाइ गर्छु